राष्ट्रपतिज्यूको सम्मुपस्थितिमा कृषि व्यवसायमा संलग्न भई कृषि कार्य गरिरहनुभएका मुलुकभरिबाटै छाउनुभएका उत्कृष्ट कृषकहरूलाई सम्मान गर्न पाउँदा अत्यन्त खुसी महसुस भइरहेको छ। यस कार्यक्रममा स्वयं उपस्थित भई कार्यक्रमको गरिमा बढाउनु हुने सम्माननीय राष्ट्रपतिज्यूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म यस कार्यक्रममा उपस्थित माननीय मन्त्रीज्यू, मान्यज्यूहरू एवं सम्पूर्ण महानुभावहरूमा हार्दिक स्वागत गर्दछु। कार्यक्रममा विशेष चासो दिई समग्र कृषि र किसानप्रति विशेष चासो दिई मन्त्रालय र समग्र कृषि क्षेत्रलाई हौसला र उत्साह प्रदान गर्नुभएकोमा सम्माननीय राष्ट्रपतिज्यूमा हार्दिक आभार प्रकट गर्दछु। नेपालमा भौगोलिक विविधता र कृषि पर्यावरणीय विविधताले कृषि क्षेत्रको बहुआयामिक मौलिक पहिचान एवं दिगो विकास गर्न प्रशस्त सम्भावना उपलब्ध गराएको छ। उपलब्ध सम्भावना र आधुनिक कृषि प्रविधिहरूको उपयोग गरी व्यवसायिक कृषिको माध्यमबाट खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्दै आर्थिक वृद्धि गर्न सकिन्छ। कृषिलाई उत्पादन, आमदानी र रोजगारको माध्यमबाट मुलुकको बृहत्तर आर्थिक रूपान्तरण गर्न सकिन्छ। हामीले सम्मान गर्नुपर्ने कृषक हजारौं हुनुहुन्छ। यस्तो किसिमको कृषक सम्मान केही स्थानीय र प्रदेश सरकारबाट समेत हुने गरेको र सबै अनुसरण गर्नु आवश्यक रहेको छ। अब म यस कार्यक्रमको उद्देश्य उल्लेख गर्न चाहन्छु। यस पुरस्कार र सम्मान कार्यक्रमले कृषक कृषि उद्यमीको योगदानलाई उच्च सम्मान गर्नेछ, कृषकको मनोबल बढाउन सहयोग पुर्याउनेछ, कृषि पेसालाई आकर्षित, मर्यादित र सम्मानित बनाउन सहयोग पुर्याउनेछ, साथै पुरस्कृत कृषकलाई थप ऊर्जाशील र अन्य कृषकलाई कृषिमा आकर्षण गर्न अभिप्रेरित गर्नेछ। साथै यस कृषि पेसाबाट आय आर्जन र रोजगारीका अवसर सृजना गर्न सकिने सन्देश प्रभाव हुनेछ। आज देशभरका समग्र कृषकहरू मध्येबाट प्रत्येक प्रदेशको प्रतिनिधित्व हुने गरी प्रदेश सरकारको कृषि क्षेत्र हेर्ने मन्त्रालयको सिफारिसमा 2 लाख रुपैयाँको पुरस्कार राशि र सम्मान पत्र सहित सम्माननीय राष्ट्रपतिज्यूबाट यस गरिमामय स्थान र सभामा 14 जना पौरखी एवं उत्कृष्ट कृषकहरूलाई सम्मान गरिनेछ। उत्कृष्ट कृषक छनौट प्रक्रिया चालू आर्थिक वर्षमा उत्कृष्ट कृषक छनौट गर्नका लागि राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन विधि 2081 मिति 2081 पौष 14 गतेको माननीय मन्त्रीज्यू स्तरको निर्णयअनुसार स्वीकृत भए पश्चात कृषक छनौट कार्यक्रम सुरुवात गरिएको थियो। पुरस्कारका लागि धेरैका विधाहरू समावेश गरिएको थियो। खाद्यान्न बाली, तरकारी तथा मसला बाली, आलु, औद्योगिक बाली, मह, च्याउको लगायत उत्पादन खाद्यान्न र तरकारी। आजको यस महत्त्वपूर्ण अवसरमा म पुरस्कृत सबै कृषकहरूमा हार्दिक बधाई ज्ञापन गर्दछु।
उत्पादन गर, उत्पादनले बजार आफै खोज्छ भनेको जस्तो सम्भावना देख्नेले माटोलाई सुन देख्छ, तर सम्भावना नदेख्नेले अरूलाई दोष लगाउँछ। सरकारले यो गरेन त्यो गरेन, मेरो कृषिमै भविष्य छ। कोरिदिने प्रदेश स्थित कृषि विकास कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय हो। समस्या र चुनौती जता पनि छ, तर समस्यासँगै अवसरहरू पनि छन्। आज बदलिँदो परिवेशमा खेती गर्नु केवल परम्परालाई बोक्नु मात्र होइन, अब यो सङ्घर्ष र साहसको यात्रा हो। मौसमले कहिले घात गर्छ त कहिले बजारले कहिले घिउ छैन, कहिले त मल छैन, अनि कहिले मूल्य छैन। कृषकको पसिना बजारको मानदण्डमा जोखिँदैन, किनभने हाम्रो पसिनाको मूल्य अदृश्य हुन्छ। तर सरकारले विभिन्न बालीहरूमा न्यूनतम समर्थन मूल्य निर्धारण गरेकै छ, मलमा अनुदान दिएकै छ, विभिन्न कृषि कार्य गर्नको लागि अनुदानका कार्यक्रमहरू सञ्चालन गरेकै छ। अहिलेको कृषि केवल हलो जोत्ने मात्र होइन, प्रविधिको सहारा लिँदै आधुनिकीकरणमा जानु पनि हो। अब हामीलाई स्मार्ट कृषि चाहिएको छ, स्मार्ट कृषि नीति चाहिएको छ। हामी खेतमै रहेर कृषि पर्यटन, जैविक उत्पादन, नवप्रवर्धन र निर्यातसम्मको यात्रा गर्न सक्ने सामर्थ्यमा छौँ। तसर्थ युवाहरूलाई विदेशमा गएर पसिना बगाउनुभन्दा नेपालको भूमि कृषिमा आफ्नो भविष्य कोर्नमा आग्रह गर्दछु। आज यहाँ उपस्थित भई पुरस्कार र सम्मान पत्र पाइरहँदा कृषि मान सम्मान र आय आर्जनको पेशा भएको मैले महसुस गरेको छु। अहिले कृषिको परिचय फेरिएको छ, म निकै आभारी छु। यो पुरस्कारले मेरो मनोबल उच्च भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मेरो काँधमा पुरस्कार सँगै जिम्मेवारी बोकाएको महसुस गरेको छु। मैले कृषि क्षेत्रमा रहेर देशको विकासमा केही योगदान गर्न सकेँ भने मात्र मैले यो पुरस्कार पाएको सफल हुनेछ। मलाई यो कार्यक्रम आयोजना गरी पुरस्कृत गर्नुहुने सम्पूर्ण आयोजकहरूलाई धन्यवाद दिन चाहन्छु। यो कार्यक्रमले हामी जस्तै किसानहरूको मन र मनोबल उच्च राख्न हौसला मिलेको छ। कृषि पेशाप्रति विश्वास जगाएको छ। किसान एक्लो छैन भन्ने आभास महसुस छ। सदैव कृषि पेशामा लागिरहने प्रतिबद्धता गर्दै पुनः एकपटक आभार व्यक्त गर्दै धन्यवाद तथा मेरो भनाइ अन्त्य गर्दछु। जय किसान, जय माटो। सबैको सकारात्मक प्रयासले कृषि पेशालाई सम्मानित पेशा बनाउनु पर्दछ। कृषि क्षेत्रको विकास तथा प्रवर्धन गर्नका लागि कृषि व्यवसायमा संलग्न किसानहरूको उच्च सम्मान हुनु आवश्यक छ। आज सम्मान्य राष्ट्रपतिज्यूबाट किसानहरूलाई सम्मान गर्न लाग्दा मलाई गौरवको महसुस भएको छ। नेपाल एक कृषि प्रधान देशबाट नै परिचित हुँदै आएको छ। अहिले पनि कृषि पेशामा संलग्न किसानहरू करिब 60% भन्दा बढी रहेको कृषि क्षेत्रबाट देशको कुल ग्राहस्थ उत्पादनको करिब 25% अंश ओगटेको छ। कृषि क्षेत्रमा आवश्यक प्राविधिक जनशक्तिको पर्याप्तता, किसानहरूलाई आवश्यक पर्ने मल, बिउ, बिजन समयमा नै उपलब्धता, रासायनिक मलको न्यूनीकरण गर्दै प्राकृतिक तथा जैविक मल उत्पादनमा जोड दिई गुणस्तरीय तथा स्वस्थ बाली वस्तुहरू उत्पादनमा जोड दिनुपर्ने विषयमा हामीले सम्बन्धित निकायहरूसँग बारम्बार छलफल गरी निर्देशन समेत दिँदै आएका छौँ। कृषि पेशामा कृषि वैज्ञानिक तथा प्राविधिक कर्मचारीहरूको अवसरको कमीले गर्दा वैदेशिक पढाइ हुने अवस्था दैनिक रूपमा बढ्दो छ। कृषिमा बजेटको विनियोजन समेत घट्दो क्रममा रहेको छ। राज्यले अनुदान भन्दा पनि कृषि व्यवसायमा संलग्न किसानहरूका लागि न्यून ब्याज दरमा सहुलियत ऋण उपलब्ध गराउने, कृषिमा चक्लाबन्दी गर्ने, सामूहिक खेती तथा कृषि क्षेत्रमा यान्त्रिकीकरणमा राज्यको पहलमा प्रविधि, उपकरण तथा भौतिक संरचनामा अनुदान दिनुपर्ने कुरामा जोड दिइरहेका छौँ। जंगली जनावरले कृषि व्यवसायमा पुर्याउने क्षतिका नियन्त्रणमा राज्यले ठोस कदम चाल्नुपर्ने आजको आवश्यकता हो। कृषि पेशालाई गौरव र सम्मानित पेशाको रूपमा स्थापित गर्न समितिको तर्फबाट नीति, नियम, कानुन निर्माण गरी सरकारका विभिन्न निकायहरूलाई समयानुकूल कार्य सम्पादन गरी
कृषिको दिगो विकासमा एकताबद्ध भई खाद्यमा आत्मनिर्भरताका लागि लाग्न आह्वान गर्दछु। आज सम्मानित हुने सम्पूर्ण कृषकहरूलाई हृदयदेखि नै बधाई दिँदै आगामी दिनमा यहाँहरूको कृषि पेसा अझै सफल हुँदै जाओस् शुभकामना व्यक्त गर्दै आफ्नो भनाइ अन्त्य गर्दछु। अहिले नेपालले कतिपय कृषिजन्य उत्पादनहरू निर्यात गरी आम्दानी गरिरहेको छ भने दुग्ध उत्पादन, माछा, मासु र अण्डामा आत्मनिर्भर भएको छ। यसरी कृषिले गति लिनुमा तपाईहरू जस्तै पौरखी कृषकहरूको मेहनत र लगनको कारण हो। नेपालको अर्थतन्त्रको करिब 25% योगदान कृषि क्षेत्रले ओगटेको छ र कृषि पेसामा आबद्ध परिवार संख्या 62% छ। नेपालको जनसङ्ख्यालाई विश्लेषण गर्दा हाम्रो देशले देशभित्रका पौरखी हातहरूलाई कृषिको माध्यमबाट देश विकासको संवाहकका रूपमा उपयोग गर्न सकिने प्रचुर सम्भावना म देखिरहेछु। वैदेशिक रोजगारीको लागि बाहिरिएका युवा शक्तिलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न कृषि क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्छ भन्ने मलाई लागेको छ। निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य छ। मूलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औद्योगिकरणको मार्ग प्रशस्त गरी आर्थिक रूपमा समृद्ध नेपालको निर्माण गर्न सक्छौँ। राजनीतिक परिवर्तन पछिको अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति नै हो। मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउने तर्फ नीति निर्माता, योजनाविद र सरकारले विशेष कार्यक्रम ल्याउन अति जरुरी छ। विदेशबाट फर्केका युवाहरूलाई उनीहरूले सिकेर आएको सिप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने वातावरणको निर्माणमा हाम्रा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने मैले महसुस गरेको छु। कृषकको उत्पादनको बढाडीकरणको व्यवस्था, समयमै बिउ बिजन र मलको आपूर्ति, नवीनतम औजार, उपकरण, यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बिमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्ने विषय हुन्। हाम्रो अर्थतन्त्रलाई टेवा पुगेको छ र सिङ्गो राष्ट्रले खाद्य सुरक्षाको अनुभूति गर्न पाएको छ। प्रकृतिका चुनौतीहरू, कहिले खडेरी, कहिले बाढी, कहिले असिना र बजारका उतार चढावका बावजुद मल र बिउको अभावमा पनि उहाँहरूले कृषि क्षेत्रमा पुर्याउनु भएको योगदान अतुलनीय छ। उहाँहरूको अथक परिश्रम, धैर्यता र लगनशीलताको आज हामीले कदर गर्नुपर्दछ र प्रारम्भ पनि हामीले गरेका छौँ। आज पुरस्कृत हुनुहुने कृषकहरूको मेहनत, नवप्रवर्तन र व्यावसायिक दृष्टिकोणले कृषि पेसालाई आत्मसम्मान र सम्भावनाको बाटोका रूपमा स्थापित गर्दै समाजमा नयाँ प्रेरणा दिएको छ। यो सफलता विशेष गरी युवाहरू, महिलाहरू र साना कृषकहरूका लागि प्रेरणाको स्रोत बनेको छ, जसले
कृषि पेसाप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनेछ भन्ने विश्वास हामीले गरेका छौँ। कृषि क्षेत्रले देशको खाद्य तथा पोषण सुरक्षा, रोजगारी सृजना र आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यही क्षेत्रमा समर्पित रहनुभएका तपाईहरू जस्ता विशेष गरेर सम्मानित हुनुभएका सक्रिय कृषकहरूको योगदानले नेपाली कृषि व्यवसायलाई आत्मनिर्भर, उत्पादनमुखी र आधुनिक बनाउने दिशामा महत्त्वपूर्ण मार्गदर्शन दिनेछ भन्ने विश्वास हामीले लिएका छौँ। तपाईहरूको सफलताले समाजमा कृषि पेसाप्रतिको दृष्टिकोण परिवर्तन गर्नेछ र कृषि पेसालाई सम्मानित, सम्भावनायुक्त र भविष्य दृष्टि भएको पेसाको रूपमा स्थापित गर्नेछ भन्ने विश्वास हामीले राखेका छौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नीति, योजना र कार्यक्रम मार्फत किसानमुखी सेवा प्रवाहलाई अझ प्रभावकारी र समावेशी बनाउने प्रतिबद्धता व्यक्त गर्दछु। कृषि क्षेत्रमा प्रविधिको प्रयोग, नवप्रवर्तन र युवा सहभागितालाई प्रोत्साहन गर्दै कृषि व्यवसायलाई देशको समृद्धिको आधार बनाउने हाम्रो साझा लक्ष्य हो। यसका लागि मन्त्रालयले नीतिगत सुधार, आवश्यक कानुन निर्माण, संस्थागत सुधार र कृषक कल्याणकारी कार्यक्रमहरूमा समसामयिक सुधारका कानुनहरू अगाडि बढाएका